लाइसेन्स नवीकरण कसरी गर्न सकिन्छ आउनुहोस् त्यो सम्बन्धी जानकारी लिगौं यो भिडियो मार्फत। तपाईहरु कुन ठाउँबाट लाइसेन्स नवीकरण गर्ने हो त्यो प्रदेशको लिंकलाई ओपन गर्नु होला। प्रदेश अनुसार लिंक फरक छ, मैले स्क्रिनमा राखिदिएको हुन्छु। आफ्नो कुनै पनि प्रदेशको लिंक ओपन गरिसकेपछि इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स भन्ने अप्सन देखिन्छ, त्यो अप्सनमा ओके गर्नु होला। त्यो अप्सनमा ओके गरिसकेपछि लाइसेन्स रिन्यू भन्ने अप्सन आउँछ, त्यसमा पनि क्लिक गर्नु होला। स्क्रिनमा देखिने फर्मलाई पूरा भर्नु होला। भरिसकेपछि कन्टिन्यू गर्नु होला। त्यसमा डाक्टरहरुको नाम लिस्ट आएको देखिन्छ। आफूलाई पाएक पर्ने डाक्टरसँग सम्पर्क गरी स्वास्थ्य परीक्षण गराउनु होला। स्वास्थ्य परीक्षणको रिपोर्ट डाक्टरहरुले अनलाइन मार्फत पेश गर्नुहुनेछ। मेडिकल र यातायात कार्यालयले एप्रुभ गरेको कुरा तपाईहरुलाई एसएमएस मार्फत जानकारी आउँछ, अथवा एप्लिकेसन ट्र्याकिङ भन्ने अप्सनमा गएर चेक गर्न पनि मिल्नेछ। यी सम्पूर्ण कुराहरू पूरा गरिसकेपछि तपाईको राजस्व कति तिर्नुपर्छ भन्ने कुरा अनलाइन सिस्टमले देखाइदिएको हुन्छ। त्यो सिस्टमबाट तपाईले लाइसेन्सको राजस्व अनलाइनबाट नै भुक्तानी गर्न सक्नुहुनेछ। लाइसेन्सको राजस्व पनि भुक्तानी गरिसकेपछि हजुरले जुन प्रदेशबाट लाइसेन्स नवीकरण गर्नु भएको छ त्यो प्रदेशको लिंकमा गएर तपाईको स्मार्ट लाइसेन्स छापियो कि छापिएन भन्ने कुरा यकिन गरेर मात्र स्मार्ट कार्ड लिनको लागि सम्बन्धित यातायात कार्यालयमा जान सक्नुहुनेछ। धन्यवाद।